हेर्नुहोस् त प्रभु, मैले त सबै फुल टिपेर लिएर आएँ आज। यो बाहिरै राख्यो भने सबै ओइलिन्छ, सुक्छ। त्यही भएर सबै टिपेर लिएर आएँ मिल्ने जति। यो फुल कहिले पनि बासी हुँदैन भगवानको मन्दिरमा चढाउनलाई। दिउ बाल्दा जहिले पनि एउटा फुल नराखी चित्त बुझ्दैन। त्यही भएर फुल कहिले पनि बासी हुँदैन। तुलसी मन्जरी राखेर मिक्स गरेर राख्नुपर्छ। यो सुकाएर राख्दा पनि हुन्छ। त्यत्तिकै फ्रिजमा नि 1-1.5 महिना त बस्छ। राम्रोसँग प्याक गरेर राख्यो भने दिनै भगवानलाई चढाउन हुन्छ। बत्ती बाल्दाखेरि भगवानलाई पुष्प राख्नलाई। जय होस् प्रभु। सबै टिपेँ मैले चाहिँ फुल। हजुरहरूले पनि नओइलियोस् है। यो बाहिर राख्यो भने सबै ओइलिन्छ। यस्तो राम्रो पुष्प किन बिगार्नु। जय होस्। हेर्नुहोस् त यस्तो राम्रो छ। बाहिर चाहिँ सबै ओइलेर कस्तो भइसक्यो बोटै। भित्र लिएर आएको हिजो टिपेर लिएर आएको मैले। यस्तो राम्रो छ भित्र चाहिँ।